वर्ष भइसक्यो होइन। त्यो गीत आउनुभन्दा पहिला चाहिँ मैले काशी अनामनगरमा भेटेको थिएँ। ती दुईजनालाई भेटेको थिएँ मैले। केटी पनि थियो ती प्रति चाहिँ आचार्य भन्ने केटी थियो, नर्स भन्ने केटी थियो। उसले के भनेर चिनाएको थियो होला? भाउजू भनेर लाग्यो कि साथी भनेर के भयो? तपाईँलाई त भनेर नि हुँदैन, अब गर्लफ्रेन्ड भनेर मलाई भन्न थियो। चाहिँ अहिले चाहिँ भिडियो सामाजिक सञ्जालमा भाइरल बनाएर तपाईँले दाइ बनाउनुभन्दा अगाडिका भिडियोहरू चाहिँ अहिले भाइरल बनाएर चाहिँ होइन तपाईँलाई विवादित बनाइयो होइन? मलाई फसाउनु खोज्या के? यो कसले चाहिँ फसाउनु खोज्यो तपाईँलाई? के लाग्छ? सबै मिडियाहरूले म त अब मैले भने जो मैले मिडियालाई चिन्छु नि उहाँहरू चाहिँ त्यस्तो केही पनि गर्नुभएको छैन। अब को नचिना के मिडियाहरूले पुरै नाम जोडेर यसमा चाहिँ नेपाली बुढोले आफ्नो बुढी मार्नुको उसमा मेरो पनि हात छ भनेर चाहिँ कि मलाई पनि त्यो क्यासमा लेखेर हाले कि छबरी परमा लिएर आउनु पऱ्यो नि त होइन। पहिला पहिला भिडियोहरू ल्याएर किन जो गर्दैन के त्यो भाउसँग होइन। अब हुन्थ्यो तर अब उनीहरूको घराइसी कुरा हो है। अब किन त्यस्तो गर्यो अब हामीलाई पनि थाहा छैन। नेपाली बुढोसँग भेट्नु भएको चाहिँ कति भएको अहिले पछिसम्म? मेरो 2 वर्ष भइसक्यो। 2 वर्ष भइसक्यो। मेरो मोबाइल चेक गर्दा हुन्छ उहाँ चाहिँ मसँग साथी पनि हुनुहुन्न है, दाइ चाहिँ हुनुहुन्न, उसको मेरो कुरा पनि हुँदैन। र त्यो टिकटक आइडीमा चाहिँ साथी हुनुहुन्छ, एउटा आइडीमा साथी हुनुहुन्छ, त्यही हो। तपाईँले एउटा टिकोला र दाई बनाएको एउटा दाईसँग तपाईँको चाहिँ अहिले चाहिँ भिडियो सामाजिक सञ्जालमा भाइरल बनाएर तपाईँले दाई बनाउनुभन्दा अगाडिका भिडियोहरू चाहिँ अहिले भाइरल बनाएर चाहिँ होइन तपाईँलाई विवादित बनाइयो होइन? मलाई फसाउनु खोज्या के? यो कसले चाहिँ फसाउनु खोज्यो तपाईँलाई? के लाग्छ? सबै मिडियाहरूले म त अब मैले भने जो मैले मिडियालाई चिन्छु नि उहाँहरू चाहिँ त्यस्तो केही पनि गर्नुभएको छैन। अब को नचिना के मिडियाहरूले पुरै नाम जोडेर यसमा चाहिँ नेपाली बुढोले आफ्नो बुढी मार्नुको उसमा मेरो पनि हात छ भनेर चाहिँ कि मलाई पनि त्यो क्यासमा लेखेर हाले कि छबरी परमा लिएर आउनु पऱ्यो नि त होइन। पहिला पहिला भिडियोहरू ल्याएर किन जो गर्दैन के किन के अरे भाइरल गरिदिनु, किन अर्को नाम मेरो नाम जोड्नु पऱ्यो? त्यसमा मेरो कुनै पनि हात छैन। मलाई यो विषयमा केही पनि थाहा छैन। म भनेको आफ्नै दुनियाँमा रहने मान्छे हो, आफ्नै काममा फोकस गर्ने मान्छे हो। त्यही भएर प्लिज भन्न चाहन्छु त्यो मेरो पहिलाको 3-4 वर्ष अगाडि भिडियो ल्याएर मेरो नाम चाहिँ नजोडिदिनु होला, मेरो चाहिँ चरित्र हत्या नगरिदिनु होला भन्न चाहन्छु। भोलि बिहान यसै टर्चरले चाहिँ मलाई तलमाथि मैले केही गरेँ भने को जिम्मेवारी लिन्छ? त्यही मिडिया लिन्छ होइन जिम्मेवारी। म सबैलाई केस गर्ने हो। अब त म साँच्ची भनेको यति तनाव छ कि होइन। त्यो दिन त यसो भिडियो देख्छु त मेरो मात्रै भिडियो आउँछन् कि है, पुरै मेरो मात्रै भिडियो पुग्छ फर्योमा यार किन यस्तो गरेको होला पहिलाका भिडियोहरू ल्याएर भनेर मलाई कस्तो तनाव भयो क्या। टेन्सन भएपछि अब म कस्तो भन्दा पनि कस्तो अब रुँ पनि भएन है, हाँसो पनि भएन, मरो पनि भएन, के गर्नु पनि सहनै पऱ्यो होइन। आफ्नो गल्ती छैन म किन डराउनु त्यसमा चाहिँ। अनि पछि म पोखरातिर गएको फ्रेस हुनलाई म हिँड्यो त तनाव हिँडेँ नि म। अनि तेस्रो अर्काको नाम जोड्दा तनाव हुँदैन मलाई चाहिँ नि। मैले कस्तो केही बिगारिदिएको छु र कसैले केही गरिदिएको छु मैले? कसैले पनि केही गरिदिएको छैन क्या। त्यही भएर मेरो नाम जोडेर आफ्नो लाइक भ्युजको लागि चाहिँ अर्काको चाहिँ चरित्र हत्या नगर्नुलाई भन्न चाहन्छु म चाहिँ। अहिले नेपाली बुढोले आफ्नै श्रीमतीलाई मार्यो होइन? तपाईँले दाई हुनुहुन्थ्यो, भाउजूसँग पनि भेट्नुभयो, तपाईँले भाउजूलाई रेस्पेक्ट गर्नुहुन्थ्यो होइन? यसरी आफ्नै श्रीमती मार्नुपर्ने कारण चाहिँ के थियो होला? तपाईँले पहिला चिनेको अनुसार होइन, अब तपाईँले दाई भनेर भाउजूसँग भेट्नुभयो, दाईसँग भेट्नुभयो, तपाईँलाई के लाग्छ मैले श्रीमती मार्नु कारण चाहिँ के हो? अब यस्तो हो, अब श्रीमती मार्नु कारण चाहिँ अब त्यसमा मलाई खासै पनि थाहा भएन है। अब आफ्नो घरैसी कुरा है, बुढाबुढीको अब झगडा हुन्छ, कल झगडा हुन्छ, त्यसो त मार्नु पर्ने त अब थिएन होइन। के झगडा हुँदैमा त्यो अलि म के भन्छ त्यो के अलि हुन्छ नि त नराम्रो हुँदैमा चाहिँ त्यो बुढी नै मार्नु पर्ने छैन। अब के कुरामा चित्त बुझेन होला, बरु अलग पर छुटेर बस्ने क्या होइन। त्यसो त हत्या त गर्नु पर्दैन। त्यही त डिभोर्स हुँदै थियो भने अब किन मारेको त्यो त मलाई पनि थाहा भएन क्या। त्यही के हो बुझ्नै सकेको छैनौँ हामीले पनि त्यो कुराहरू। अब हेर्दा त त्यस्तो थिएन नेपाली बुढो होइन। त्यो नेपाली बुढोको पक्षमा बोल्छ भने बोलेको होला, तर मैले चिन्ने अनुसार तर ऊ चाहिँ त्यस्तो थिएन मान्छे चाहिँ क्या थिएन। उहाँ चाहिँ त्यस्तो हुनुहुन्थेन पहिला चाहिँ। अब धेरै अब केही भयो होला, सम्बन्ध टुट्यो होला, अब केही कुरा मिलेन होला, त्यही हो त्यस्तो भयो होला। बिचमा तपाईँ 2 वर्षदेखि तपाईँसँग भेट थिएन, पछि 2 वर्षपछि चाहिँ उहाँ कुन अवस्था पुग्नुभयो के हुनु मलाई केही पनि थाहा छैन, केही थाहा छैन। यस्तो कहिलेकाहीँ अब चाहिँ म लाइभ हुँदाखेरि होइन लाइभमा जोइन हुन्थेँ होइन, र हामी गेम खेल्थ्यौँ। त्यसो चाहिँ हाम्रो कुरा कहिले पनि भएन, न के अरे कलमा भयो न नम्बरमा भयो, कहिले पनि कुरा भएन हाम्रो चाहिँ। तर उहाँको बानी व्यवहार चाहिँ अलि ठिक थिएन उहाँले। यस्तो के बानी व्यवहार भन्दा पनि यस्तो उहाँले चाहिँ अलि धेरै चाहिँ केटीसँग चाहिँ भिडियो बनाउनुहुन्थ्यो क्या होइन।
र उहाँको बानी खराब भनेको धेरै धेरै केटीसँग भिडियो बनाउने जो पायो त्यही ल्याएर मिडियामा आउने त्यस्तो बानी चाहिँ उहाँको चाहिँ अलिक गलत थियो होइन। मैले पनि उहाँलाई धेरै सम्झाएको, दाइ तपाईँ एउटा विवाद मान्छे होइन, बुढी भएको मान्छे, बालबच्चा भएको मान्छे, आफ्नो घरबार सम्हालेर बस्नु, त्यसरी दुनियाँ केटीहरूसँग त्यो टिकटक ल्याएर हुन्छ नि मिडियामा ल्याएर त्यसो नबोल्नुहोस् होइन, आफ्नो इज्जत डाउन नगर्नुहोस् भनेर पनि कति सम्झाएको दाइले चाहिँ होइन। सम्झाउँदा भयो उल्टै मलाई चाहिँ अब गाली गरेर त सर साह्रो यस्तो उसरी त भनेर मलाई कस्तो गाली गर्नुभएको थियो दाइले चाहिँ। कति झगडा भएको थियो हाम्रो थाहा छ पहिला। त्यही भएर हजुर अब खै अब केही कुरामा चित्त बुझ्नु होला भन्नुभयो। उहाँले चाहिँ तपाईँले त दाइ भनेर रेस्पेक्ट गर्नुहुन्छ तर उहाँले चाहिँ बहिनी भन्दै त्यो त टच गर्न खोज्ने त्यो बानी गर्दै थियो उहाँको होइन। बहिनी भन्ने टच गर्ने त्यस्तो बानी खराब थियो। अनि त्यसपछि मैले चाहिँ मलाई चाहिँ अब सबै साथीहरूले मलाई गाली गर्नुभयो, तँ एउटा केटी मान्छे होस् होइन, त्यसले त्यस्तो त्यस्तो गर्दाखेरि किन उसँग टाँसेर भिडियो बनाउँछस् भनेर चाहिँ मलाई कतिले मलाई म्यासेज पनि गरे साथीहरूले। त्यसपछि मलाई त्यो ब्लक पनि गरे क्या, हुनु पनि हो भनेर चाहिँ म त्यहाँदेखि साइड लाग्यो। त्यहाँदेखि भेट पनि भएको छैन क्या। भाउसँग चाहिँ तपाईँ अब नेपालको दाइ भनेपछि अब म श्रीमतीले भाउजू हुनुहुन्थ्यो, उहाँसँग चाहिँ तपाईँले लास्ट टाइम कहिले बोल्नु भयो? पहिले बोलेँ, मैले बोले होइन, पहिले बोलेँ, अहिले होइन, पहिले हो। घरमा जाँदै बोलेको, त्यहाँबाट बोलेको थिएन म चाहिँ। त्यसपछि कन्ट्याक्ट भएन तपाईँ? त्यसपछि कन्ट्याक्ट भएन कि। अनि त्यसपछि म चाहिँ यस्तो हामी चाहिँ अब म अब सधैँ लाइभ बस्छु नि त होइन, लाइभ बस्छु, गेम खेल्छु। अनि त्यसपछि मलाई चाहिँ हामी बाह्र बजीसम्म गेम खेल्दा एक्कासी चाहिँ उसमा चाहिँ मेरो साथीहरूले मलाई चाहिँ कमेन्ट कुरायो कि लाइभमा चाहिँ होइन। अनि पछि मैले होइन होला भनेर चाहिँ विश्वास पनि गरेको थिएन मैले। अनि साथीले कल गरेर सोधेँ हो भनेर पछि भन्दाखेरि आफूलाई पनि कस्तो नराम्रो लाग्यो नि त होइन। सधैँ अब भाउजू भनेर बोलेको मान्छे त्यस्तो सुन्दा त अब नराम्रो लागिहाल्छ। अब नहुनु भइसक्यो, घटनाहरू घटिसक्यो, अब के भन्नु। नेपाली बुढो चाहिँ कस्तो खाले सजाय हुन्छ? तपाईँको एउटा दाइ हो, तपाईँले दाइ भनेर रेस्पेक्ट गर्नुभयो, टिका लाउनुभयो होइन, कस्तो खाले सजाय चाहिँ हुनुपर्छ? मैले आफ्नो श्रीमतीलाई नभए कति चाहिँ फाँसी सजाय हुनुपर्छ? फाँसी सजाय। अनि अब फेरि अब त्यो घटना घट्यो, फेरि अर्को घटना घट्ला होइन, त्यो दिनदिनै घटना घट्नुभन्दा त बरु फाँसी सजाय दियो आनन्द क्या। त्यसो गर्दैनन् कि अरूले पनि, जेलबाट निस्केर अरूलाई मार्ला अनि त्यो पनि डर्छ नि त। त्यही भएर चाहिँ फाँसी सजाय हुनुपर्छ भन्छ म त। नेपाली बुढोलाई तपाईँ पनि फाँसी सजाय हुनुपर्छ। अब ल नेपाली बुढोले बुढी मार्यो आज होइन, मार्यो, फेरि अर्कोले मार्ला, अनि फेरि अर्कोले मार्ला, तिमी छोडेर हुन्छ त। अनि फाँसी सजाय दियो भने अलि कम हुन्छ कि श्रीमतीको हत्या चाहिँ अलि कम हुन्छ कि भन्ने हो। भोलि तपाईँ पनि एउटा महिला, तपाईँ पनि भोलि बिहे गरेर जानु होला होइन, तपाईँलाई पनि डर त राख्दा हुनु पनि श्रीमानबाट। त्यो त अफसोस हुन्छ, त्यो डर हामीलाई पनि हुन्छ। अब हामी यसरी बाटोमा हिँड्दा पनि हामीलाई पनि डर हुन्छ, कसैलाई हामी मारिदिने पनि डर हुन्छ नि त होइन। त्यही भएर चाहिँ यस्ता हत्याराहरूलाई चाहिँ फाँसी सजाय हुनुपर्छ भन्छ म चाहिँ। पछि समय तपाईँ अपराधीलाई पछि समय तपाईँहरू अलिकति खुल्ला रूपमा हिँड्न पनि अलिक गाह्रो छ यो अहिलेको। गाह्रो छ नि, कति तनाव हुन्छ। त्यही भएर म पढाइ बाहिर निस्किन्न क्या, कहिले मात्रै आफ्नो काम गरेको बेला मात्रै निस्किन्छु होइन। त्यसरी अब कोहीसँग अब यस्तो हुन्छ, कोहीसँग अब म झगडा पनि गर्दिनँ होइन, मन मिल्यो भने बरु भनौँ नबोल्ने सक्यो क्या। त्योहरूसँग बाजेर झगडा गरेर त्यो केही पनि पाउँदैन हामीले, त्यही भन्छु म। जस्तै उहाँसँग जुन अहिले एउटा केटीको नाम जोडिरहेको छ नि, तपाईँ दाइ भनेर सँगै हिँड्नुभयो 2 वर्ष अगाडि होइन, अहिले जुन एउटा केटीको कारणले गर्दा चाहिँ नेपालको श्रीमतीको हत्या गरे भनेर जुन बजारमा जुन एउटा समाचार आइरहेको छ, त्यो नेपाली बुढोसँग त्यो केटी तपाईँले भेट्नु भएन? मैले यो कति यो ठ्याक्क मेरो चाहिँ पहिला यो मेरो गीत एउटा गीत अब 1 वर्ष भइसक्यो होइन। त्यो गीत आउनुभन्दा पहिला चाहिँ मैले काशी अनामनगरमा भेटेको थिएँ, ती दुईजनालाई भेटेको थिएँ मैले। नेपालको केटी पनि थियो त्यही प्रति चाहिँ आचार्य भन्ने केटी थियो, नर्स भन्ने केटी थियो। उसले के भनेर चिनाएको थियो? भाउजू भनेर लाग्यो कि साथी भनेर के भयो? तपाईँलाई त भन्यो होला नि हुँदैन, अब गर्लफ्रेन्ड भनेर मलाई भन्न थियो। ए भनेपछि उहाँले चाहिँ पहिल्यैदेखि गर्लफ्रेन्ड लिएर चाहिँ हिँड्नुहुँदो रहेछ? त्यो कुरा तपाईँले पनि भेट्नुभयो? मैले यहीँ बाई चान्स अब जम्का भेट भएको थियो क्या। अनि पछि मलाई यसो भने मलाई चिनाएको थियो कि नेपाली बुढोले चिनाउनु थियो। भनेपछि आज एउटा केटीको कारणले गर्दा श्रीमतीको हत्या गरेर तपाईँलाई के लाग्छ? खै त्यो त मलाई थाहा भएन, अब त्यो त मलाई थाहा भएन। केटीको कारण नै हो भने त अब खै त्यो त मलाई थाहा भएन, त्यो कुरा म के भन्दिनँ। जुन केटीको नाम जोडिरहेको छ त्यो केटीसँग नेपाली बुढोको पहिलादेखि नै सम्बन्ध चाहिँ रहेछ। कहिले काहीँ त हाम्रो साथी भन्दै थियो हामीसँग पनि होइन, त्यति बेला त्यो त मलाई थाहा भएन। अब केटीको कारणले गर्दा भने खै त्यस्तो त के मलाई थाहा छैन दाइ। भनेपछि तपाईँ अहिले पनि अलिकति डर त्रासमै हुनुहुन्छ तपाईँ होइन, आफू अझै पनि खुलेर हिँड्न सक्नु भएन किनकि तपाईँलाई सामु
हामी सन्दर्भमा अहिले पनि तपाईँलाई चाहिँ नाम जोडिएको छ नेपाली। यस्तो क्या दाइ होइन, अब नाम ल ठिक छ मेरो नाम जोड्यो, त्यसमा मेरो केही पनि हात छैन क्या। एउटा हामी चाहिँ एउटा अब इक्जाम्पल मलाई फेरि कलाकार भनेपछि यो त कसरी कलाकार भइ भन्छन् मान्छेले होइन। एउटा हामी टिकटक स्टार भइसकेपछि हामीले जोसँग भिडियो बनाउँछौँ, तपाईँसँग बनाउँछौँ, उसँग बनाउँछौँ, सबैसँग बनाउँछौँ, ल बनाउँछौँ होइन। इक्जाम्पल तपाईँलाई तलमाथि केही होला अनि मैले तपाईँसँग भिडियो बनाएँ अनि मेरो नाम तपाईँसँग जोड्नु हुन्छ त? हुँदैन नि त। मैले कलरसँग भिडियो बनाउँछु, उसले हामीले कति धेरै भिडियो पनि खेलेका छौँ कलरसँग। उसलाई चाहिँ ऊ के भएर मर्ला फर इक्जाम्पल, अनि उसमा चाहिँ यसमा कलर मर्नुको उसमा ऋतुको हात चाहिँ हुन्छ त? हुँदैन नि त। जोसँग पनि भिडियो बनाउनु पाइन्छ क्या, बनाउनु पाउँदैन, भिडियो बनाउनु पाइन्छ त, त्यसो आरोप लगाउनु पाइँदैन नि त अर्कालाई, मिल्छ मिल्दैन नि त। ठिक छ, यो नेपाली ब्लूको विषय भयो जुन तपाईँलाई लागेको आरोपहरू थियो त्यो तपाईँले मजाले यसको उत्तर दिनुभयो र भोलि तपाईँलाई पनि अप्ठ्यारो कुरा हो नि कानुन प्रक्रिया पनि अपनाउनु होला भोलि तपाईँलाई होइन। अप्ठ्यारो भन्दा यस्तो दाइ होइन, मैले भने नि त उसँग भेट्न गएको 2 वर्ष भयो क्या मेरो चाहिँ। म उसलाई म चिन्दा पनि चिन्दिनँ। अब मैले भने नि पहिला त मैले दाइ बनाएको थिएँ, टिका लगाएको थिएँ, त्यो सकियो होइन। अब उसलाई म चिन्दा पनि चिन्दिनँ को नेपाली ब्रो भनेर। त्यही भएर म भन्छु जसले चाहिँ मेरो पहिलाको 3-4 वर्षको अगाडिको भिडियो हाल्नु भएको छ होइन, प्लिज त्यस्तो नगरिदिनु होला भन्न चाहन्छु। म पनि तपाईँको छोरी पनि जस्तो मान्छे हुँ होइन। के भएन म पनि तपाईँहरूको छोरी बहिनी जस्तो मान्छे हुँ, तर मलाई चाहिँ आफ्नो दिदी पनि सम्झेर चाहिँ त्यस्तो चाहिँ अर्काको चरित्र हत्या नगर्नु होला भन्न चाहन्छु। र आफ्नो काम गरी खानुहोस् क्या। अर्काको त्यो पहिलाको भिडियो हाल्ने यसले गर्दा हो उसले गर्दा भन्छ त्यो लेखेर चाहिँ नहाल्नुहोस्। तपाईँहरू पनि 2टा हात छन्, 2टा खुट्टा छन्, काम गरी खानुहोस्। त्यही भन्छु म चाहिँ, आफ्नो काम फोकस गर्नुहोस्। कस्तो मलाई यस्तो दिमाग खराब हाजेर भन्यो दिमाग। जस्तै नेपाली ब्रो धेरै केटीसँग भिडियो बनाएछन्, धेरै केटी ल ठिक छ, ल उसले चाहिँ नेपाली ब्रोले कति धेरैसँग भिडियो बनाएको छ कि टिकटक बनाउँछ। उसको बानी भनेको जोसँग टिकटक बनाइहाल्छ कि होइन, त्यस्तो उसको बानी छ। अनि अहिले कहिला 3-4 वर्ष अगाडि भिडियोहरू ल्याएर आमामा पुरै सामाजिक सञ्जालमा पुरै छराछुत्रा गरिदिएर त्यस्तो गर्नु भएन नि त। कि अहिलेको नयाँ भिडियो ल्याउनु पऱ्यो होइन। पुरानो भिडियो ल्याएर के गर्नु खोज्यो अहिले मिडियाहरूले चाहिँ? मिडियाले हो कि अथवा बाहिर कुनै तपाईँको कुनै दुश्मनीहरूले हो कि मिडियाबाट तानेर हालेन हुन्छ पहिला भिडियो? त्यही त भने मिडियालाई दोष मिडियाले मात्रै हाले हुन्छ सक्दैन। जस्तै मिडिया बाहेकका मान्छेहरूले त्यो भिडियो भेटेर चाहिँ भाइरल गराइदिएको हो कि मिडियाले त होइन होला नि सबै कुराहरू? होइन, मैले नाम पनि पढेँ, मैले सबै सेभ गरेर राखेको छु को को लागेको छ भनेर। मिडियाकै नामहरू छ? छ। जति मैले चिनेको बाहेक अरू कसैको छैन, नचिनेको मात्रै छ क्या। भन्नाले मिडिया चलाउने मान्छेहरूले नै त्यो चाहिँ तपाईँलाई बदनाम गराइदियो। बदनाम गर्ने अर्काको के अरे भनौँ न चरित्र हत्या गर्ने काम चाहिँ नगर्नु होला। आफ्नो घरमा पनि दिदी बहिनी छन्, पहिला आफ्नो दिदीलाई सम्झिनु होला, त्यसपछि मात्रै गर्नु होला भन्छु। हुन्छ, तपाईँसँग फेरि आवश्यक परेको खण्डमा फेरि जोड्दै गरौँ होला। तपाईँलाई एउटा आरोप लागेको छ जुन आरोप चाहिँ तपाईँले बिना गल्ती खेपिरहनु भएको छ, आफ्नो ख्याल गर्नु होला। त्यतिकै अब यसमा मेरो कुनै पनि हात छैन क्या। मलाई के थाहा छ यो विषयमा, मलाई होइन मैले भने नि मलाई बोल्नु पनि मन थिएन क्या होइन। सबैतिर भिडियो देख्छु होइन, अनि मलाई पनि त डर हुन्छ नि त। मैले अब आफूले गर्दै नगरेको गल्तीहरू मेरो नाम जोडिदिनु भएको छ, अनि पहिला भिडियो ल्याएर भाइरल गरिदिनु भएको छ। मैले कति गाली खाएको छु थाहा छ, कतिको मैले नराम्रो भएको छु अहिले चाहिँ। म चाहिँ मलाई कतिले थुक्छ भनेको तैँले गर्दा मैले गर्दा किन हुनु त्यस्तो? मैले भने नि त मलाई कसैको मतलब छ, कोही मरोस् कि बाँचोस् कि मलाई कसैको मलाई मतलब छैन। सिर्फ मलाई आफ्नो मात्रै मतलब छ क्या। भने नि म भनेको आफ्नो काममा फोकस गर्ने मान्छे, म आफ्नै दुनियाँमा रमाउने मान्छे हो क्या। कोहीले के गर्छ, कोहीले कसको बुढी पोल जान्छ, कसको बुढाले बिहा गर्छ, को गर्छ भनेर दुनियाँको चासो गर्दै हिँड्ने मान्छे म होइन क्या। धेरै मन दुख्छ तपाईँलाई? मन दुख्दैन त, एउटा हाम्रो पनि मन हो, हामी एउटा मान्छे हो क्या। क्या म जनावर हो र भने हाम्रो मन नदुख्ने कि मेरो मन ढुङ्गा हो र भने मन दुखिहाल्छ त्यस्तो गर्दाखेरि। त्यस्तो नगर्नु होला भन्छु म चाहिँ। हस्, समय दिनुभयो, यहाँलाई धेरै धन्यवाद। थ्याङ्क यू।